हाम्रो देश नेपालको गण्डकी प्रदेश स्याङ्जा जिल्ला हरिनास गाउँपालिका ओडा नम्बर 4 मा अवस्थित गाउँको नाम हो करङस्वरा। करङस्वरा गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एउटा सुन्दर गाउँ हो। प्रसिद्ध भैरवथान मन्दिरको काखमा अवस्थित यस गाउँबाट सुन्दर हिमश्रृङ्खला, चुरे पहाडहरू र तराईका भूभाग समेत देख्न सकिन्छ। यस गाउँको पूर्वतिर तनहुँ जिल्लाको किहु बर्डर भन्ज्याङ पर्दछ भने पश्चिमतर्फ गिरेकोट हटिया, खुम्बारी, माझगाउँ, बाहुन्डी र बराडाँडा रहेको छ। त्यस्तै उत्तरतर्फ ढुङ्गेठाटी, चित्रे, सिरौले र झिरुबास लगायतका गाउँहरू रहेका छन् भने दक्षिणतर्फ लिन्डीस्वरा, बाङ्गेश्वरा गाउँहरू पर्दछन्। यो गाउँ पुग्न गण्डकी प्रदेशको केन्द्र पोखराबाट पृथ्वी राजमार्गको तनहुँको दुलीगौडा, खैरेनीटार हुँदै भिमाद मिर्दी सडक खण्डबाट करिब 60 किलोमिटरको यात्रा गर्नुपर्दछ। स्याङ्जा सदरमुकामदेखि 35 किलोमिटरको दूरीमा यस गाउँ पर्ने गर्दछ। नमस्कार, हाम्रो करङस्वरा गाउँमा हार्दिक स्वागत गर्दछौ। धन्यवाद। यो गाउँको नाम मगर भाषाबाट बनेको विश्वास गरिन्छ। यो गाउँको नाम करङस्वरा मगर भाषामा काराङ्चो स्वरा, ठुलो स्वरा भन्दा भन्दै यस गाउँको नाम करङस्वरा रहन गएको हो। यो गाउँको नाम करङस्वरा रहनुको अर्थ मगर भाषाको शब्द हो। करङ्च भनेको ठुलो हो भने सोरा भनेको पाख हो। यो अत्यन्तै रमणीय गाउँ हो जहाँ जैविक विविधताको कुरा गर्नुहुन्छ भने यहाँ धेरै प्रजातिका औषधि जन्य बोट बिरुवा पाइन्छ भने यहाँ चाहिँ बढीभन्दा बढी खेतीमा चाहिने सुन्तला खेती हुन्छ। यो गाउँ आफैमा सौन्दर्य भएको भए पनि सुन्तलाले अत्यन्तै एक किसिमको फुलबारी जस्तै देखिन्छ। यो गाउँमा साल प्रजातिका जङ्गल पाइन्छ। हाम्रो दर्ता भएको वन भूमिरे सामुदायिक वन हो। विक्रम सम्वत 2078 सालको जनगणना अनुसार यस गाउँमा जम्मा घरधुरी संख्या 70 रहेको छ भने जनसङ्ख्या कुल 453 रहेको छ, जसमध्ये 240 पुरुष र 213 महिला रहेका छन्। यस गाउँमा आदिवासी मगर समुदायको बसोबास रहेको छ। यस गाउँका बासिन्दाहरू आफ्नै मातृभाषा मगर ढुट बोल्ने गर्दछन्। यस गाउँभित्र रहेका धेरैजसो स्थानहरूको नामकरण मगर भाषामा नै भएको पाइन्छ। यस गाउँको वरिपरि परम्परागत पानीका कुवा र पदेराहरू प्रशस्त रहेका छन्। यस गाउँका बासिन्दाहरूको मुख्य आय स्रोत भनेको कृषि, पशुपालन र वैदेशिक रोजगारी रहेको छ। यस गाउँका अघिल्लो पुस्ताका बाउबाजेहरू अधिकांश भारतीय सेनामा भर्ती भएका कारण भारतीय सेनाबाट निवृत्त भएपछि प्राप्त हुने पेन्सनले अधिकांशको जीविका चलिरहेको देखिन्छ। कृषि उपार्जनको लागि यस ठाउँको जमिन निकै उर्वर मानिन्छ। यस गाउँमा मकै, कोदो, धान, गहुँ र गेडागुडीहरू प्रशस्त उत्पादन हुने गर्दछ। त्यस्तै नगदे बालीका रूपमा बेसार, अदुवा उत्पादन हुने गर्दछ। साथै कागती, सुन्तला, ज्यामिर पनि यस गाउँको मुख्य फलफुलको रूपमा उत्पादन हुने गर्दछ। व्यावसायिक सुन्तला खेती गर्ने चलन पछिल्लो क्रममा बढेको छ, जसले कृषकलाई व्यावसायिक कृषितर्फ आकर्षण गरेको छ। म नाम झिमबहादुर थापा धनपालियाले अनि 2005 रिटायर छन् हनेरी जमदार छन् अनि यसलाई 13 रोपनी जग्गा सुन्तला अनि मोचा लौड्यौँ सेच आम्दानी जाट्ने अनि जम्मै के इसी अनुरोध जात छ कि अरू पनि इन्चन कृषि जाते दियो अनुरोधले है लाङ्गालीको। बढ्दो पश्चिमेली संस्कृतिको प्रभावका बीचमा यस गाउँमा मगर समुदायमा प्रचलित संस्कृतिहरू अझै जीवित रहेका छन्। यस गाउँमा
मगर जातिको सांस्कृतिक पहिचानको रूपमा रहेको कौरा अर्थात् कानराहा, सालैजो, झ्याउरे, माया भाका, मुच भाका, ठाडो भाका, पञ्चेबाजा र सोरठी आदि रैथाने गीत तथा नाचहरू विभिन्न चाडपर्व र अवसरहरूमा नचाउने गरिन्छ। मगर संस्कृतिको झल्को दिने एक नृत्य कौराले यस गाउँको संस्कृतिको प्रतिनिधित्व गरेको छ। कौरा मात्रै होइन, बाजे बराजु पुस्ताले सम्झना स्वरूप छोडेको मुछ भाका, नैनीताल भाका, ठाडो भाकाले साँच्चै हाम्रो संस्कृतिलाई मात्र होइन, उहाँहरूको पुस्ताले बगाएको रगत, पसिना र मायाको सुगन्ध यही माटोमा भेटिन्छ। यो ठाडो भाका अनि यो नैनीतालो, झाबर्या, कौरा हाम्रो पुरानो संस्कार मगरहरूको हो। त्यसकारणले यो भर्खरको बाउ नानीहरूले यो पुरानो संस्कार चाहिँ धान्नु भनेर जाँगर गर्नु पनि पर्छ, सिक्नु पनि पर्छ। त्यसकारणले यो हामीले यो कौरा यो चाहिँ पुरानो संस्कार चाहिँ नछोडौँ भन्ने मेरो विचार यही छ। यस गाउँका अग्रजहरूका अनुसार रैथाने गीत तथा नाचहरू पुस्ता हस्तान्तरण हुन नपाएका कारण र पश्चिमा संस्कृतिको प्रभावका कारण कतिपय लोप भइसकेको र कतिपय लोपोन्मुख अवस्थामा रहेको पाइन्छ। मादल, खैजेडी, मुजुरासँगै झ्याउरे, सालेजो भाका पनि आजकल बिरलै सुन्न पाइन्छ। पछिल्लो पिँढीले पञ्चेबाजा बजाउने तालिम लिई बजाउन थालेपछि भने यस गाउँको पञ्चेबाजाले व्यावसायिक रूपमा पहिचान कमाउन थालेको पक्ष सुखद मान्न सकिन्छ। पञ्चेबाजा बजाउनका लागि विभिन्न जिल्लाका स्थानहरूमा परङसोराको पञ्चेबाजा समूहको माग बढेको छ। पञ्चेबाजालाई जस्तै अरू रैथाने गीत तथा नाचहरूलाई पनि यस गाउँको आम्दानीसँग जोड्न सकेको खण्डमा गाउँमा
स्वरोजगारीको अवसर सिर्जना गर्न सकिन्थ्यो कि भन्ने स्थानीयको अपेक्षा छ। यस करङसोरा गाउँबाट करिब 3 दशक अगाडि जय थापा हिमालीको सम्पादन र जनहित लाङ्गाली युवा क्लबले प्रकाशन गरेको पत्रिका लाङ्गाली खबर तत्कालीन समयमा निकै चर्चामा रहेर यस करङसोरा गाउँलाई विभिन्न क्षेत्र र भेगमा परिचित गराएको थियो, जुन पत्रिकाले सचेतना फैलाउने कार्यमा इटा थपेको मान्न सकिन्छ। यो गाउँको लागि मात्र होइन कि यही भेगीय हिसाबमा भाषा संस्कृति विकास निर्माण पर्यटन प्रवर्धन गर्नकै लागि भनेर हामीले एउटा लाङ्गाली खबर यानि कि मगर भाषामा गाउँको खबर भन्ने शब्द चयन गरेर हामीले चौमासिक रूपमा चाहिँ पत्रिका प्रकाशन गर्यौं। त्यसले पनि केही उद्देश्यमूलक कामहरू पनि गरेको इतिहास साक्षी छ। यसै गाउँमा जन्मिएर हुर्किएका कवि तथा साहित्यकार रुद्र सन्देश मगरका आधा दर्जन जति साहित्यिक कृतिहरू, मुक्तकार तथा कवि रिमराना मगरले प्रकाशन गर्नुभएको साहित्यिक कृतिहरूले यस गाउँलाई परिचित मात्र होइन, चेतनाको बीज छर्ने प्रयास समेत गरेका छन्। करङसोरा गाउँका बासिन्दाहरूले माघे संक्रान्ति, 15 पुस, दशैं, तिहार, तीज, चण्डी पूर्णिमा आदि प्रमुख चाडपर्वका रूपमा मनाउँदै आइरहेका छन्। साथै विभिन्न तिथि र मितिहरूमा गाउँको सीमे भूमे देवी देवताहरूको पूजाआजा गर्दै आइरहेका छन्। यस गाउँका बासिन्दाहरूले बाजे बजे पूजा, ठुलो पूजा, कुल पूजा, मण्डली पूजा, चण्डी पूजा, माई पूजा, डिब्रा पूजा, वायु पूजा, सिकारी पूजा, हरेलो पूजा र लक्ष्मी पूजा आदि पूजाआजा गर्दै आइरहेका छन्। जामन भन्छ, उठाउँदा जामन भन्छ, अक्षताको रूपमा लिनेलाई जामनको रूपमा लिन्छ। यो जामन चाहिँ पुजारी हामी दुई भाइ भएर नुहाइ धुवाइ गरेर गामले ल्याएको पुजारीको घरमा ल्याउँछ। 1 बतर रक्सी र 1 मना चामल, यसलाई जामन भन्छ, अक्षता भन्दैन। यो चाहिँ हिजो नुहाइ धुवाइ गरेर यसलाई भिजाएर यसलाई मार्चा मोल्न पर्छ। मार्चा मोलेर चाहिँ नि केराको पातमा भिजाएर यो थान सफा गरेर राख्नुपर्छ। यो झाँक्रेको र यो जामन यो कमिलाले पनि खान्न, कुकुर बिरालो कोही स्याल आएर पनि खान्न। यस्तो शक्ति होला देउता रहेछ। हिजो रातभरि आएछ, आज फेरि हामी दाजुभाइ नुहाइ धुवाइ गरेर अब गाउँको सल्लाहले पूजा, अब पुट बढाइ बिहा भाग घर बनाएको यस्तो देउताहरूलाई यस्तो मान्यता गरेर पूजा दिन्छ क्या यो ठुलो पूजालाई। म चाहिँ यो हाम्रो चाहिँ के अरे यो ठुलो पूजा पनि भन्छ अनि बाजी पूजा पनि भन्छ है। त यो चाहिँ हामीले जानेको कुरा चाहिँ परम्परादेखि नै चलिआएको भन्न, तर हामीले पनि केही निश्चित थाहा भएको त छैन। तर पनि यहाँ पहिले पुर्खाहरू भन्ने कुरामा चाहिँ यो ज्याग्दी खोला माथि चाहिँ एउटा चाहिँ गाउँ छ दिसिङकोट भन्ने गाउँ। अनि त्यो दिसिङकोटमा चाहिँ के अरे एकजना लोकनाय स्वास्नी भनौँ न, तिनीहरू चाहिँ एकदम चाहिँ के अरे यसो लामा ढामी झाँक्री गर्न पनि एकदम जानेको रहेछ अरे। अनि पछि चाहिँ तिनीहरू चाहिँ अब बुढाबुढी हुँदै गयो, त्यहाँ तिनीहरू
बितेपछि फेरि तिनीहरू चाहिँ फेरि त्यो जानेको मान्छे फेरि उत्पन्न भयो अरे चाहिँ उसले भन्यो कि म चाहिँ यसरी म अब बाजी देउटा बनेको हामी, हामीलाई चाहिँ तपाईँलाई चाहिँ के अरे हामी बुढाबुढीलाई नै पूजा दिनुपर्छ, भोग दिनुपर्छ भनेछ अरे। यस गाउँमा बिजुली पानीको पनि उचित प्रबन्ध रहेको छ। 2052 सालमा सुरु भएको सशस्त्र युद्धबाट यो गाउँ निकै प्रभावित भएको थियो। जनताको मौलिक हक अन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका सेवाहरू पनि यस गाउँका बासिन्दाहरूले प्राप्त गरेका छन्। स्वास्थ्य उपचारको सुविधा लिन सहज भएको छ। हामीले यस चित्रे भन्ज्याङ स्वास्थ्य चौकीबाट विभिन्न सेवाहरू, एउटा स्वास्थ्य चौकीले दिने सेवाहरू, सम्पूर्ण सेवाहरू चाहिँ प्रदान गरिएको छ, जसमध्ये हामीले खोप सेवा पनि प्रदान गरेछौँ। हामीले 2वटा खोप केन्द्रद्वारा हामीले बालबालिकालाई खोप सेवा प्रदान गर्दैछौँ, जसको लागि हामी प्रत्येक महिनाको 17 गते स्वास्थ्य चौकीबाट खोप सेवा प्रदान गर्दछौँ भने 18 गते ओडा भवन रोदी खोलाबाट पनि खोप सेवा प्रदान गर्दैछौँ। त्यसै गरी हामी गाउँघर क्लिनिक पनि सेवा प्रदान गर्दैछौँ। गाउँघर क्लिनिकमा चाहिँ प्रत्येक महिनाको 16 गते ढुङ्गेठाँटीबाट हामीले गाउँघर क्लिनिकको सेवा प्रदान गर्दैछौँ भने हामी 18 गते चित्रे गाउँबाट हामीले यो गाउँघर क्लिनिक सेवा पनि प्रदान गरिरहेका छौँ। त्यसै गरी हामीले परिवार नियोजन सेवाहरू प्रदान गर्दैछौँ। परिवार नियोजन सेवामा इम्प्लान्ट सेवा पनि थप गरेर हामीले संस्थाबाट सुरुवात गरिरहेका छौँ। अब गर्भवती सेवा, सुत्केरी सेवाहरू पनि हामीले सुचारू गरिएका छौँ, जसमध्ये हामी गत साल 8 जनालाई सुत्केरी गराउन सफल भएका थियौँ भने यो आर्थिक वर्षमा चाहिँ हालसम्म 3 जना मात्रै भएको जानकारी गराउन चाहन्छु। हामी यस संस्थाबाटै ल्याब सेवा पनि हामी सञ्चालन गरिरहेका छौँ। शिक्षाको लागि यस गाउँमा बाल ज्योति आधारभूत विद्यालय पनि रहेकोले शैक्षिक उन्नयन र सचेतना फैलाउन यस विद्यालय कोसे ढुङ्गा साबित भएको छ। विद्यालयको स्थापना विक्रम सम्वत 2045 सालमा भएको हो। यस विद्यालयका संस्थापक भूपू हवलदार श्री बलबहादुर थापा हुनुहुन्छ। अहिले यस विद्यालयमा 3वटा ढरबन्दी, 1 जना कास र 1 जना सका गरेर हामी 5 जना कार्यरत छौँ। अहिलेको यो शैक्षिक सत्र 2082 सालमा जम्मी 37 जना विद्यार्थीहरूले अध्ययन गरिरहेका छन्। यो विद्यालयको समस्यालाई हेर्दा यहाँ कक्षा कोठाको अभाव छ। हामीले एउटै कक्षा कोठाभित्र 2वटा कक्षा, एउटा कोठाभित्र 2वटा कक्षा राख्नुपर्ने बाध्य भएका छौँ। शिक्षकको अभाव छ। चन्द्रज्योति आमा समूह, जनहित लाङ्गाली युवा क्लब र बाबा समूहले गाउँको सरसफाई, कोष सङ्कलनका लागि नाचगान गर्ने, कुवा, पधेरा, धारा, बाटो, चोक तथा चौताराहरू मर्मत तथा सरसफाईको कार्य गर्ने गर्दछन्। साथै दशैं चाडमा मौलिकता झल्कने 12 पिर्के रोटेपिङ पनि आकर्षण हुने गरेको छ। यसका साथै जनहित लाङ्गाली युवा क्लबले खेलकुद क्षेत्रमा वार्षिक रूपमा भलिबल लगायतका प्रतियोगिता आयोजना गरी युवाहरूमा एकता र भाइचाराको सन्देश फैलाएको छ। 3 दशक अगाडि स्थापित जनहित लाङ्गाली युवा क्लबको इतिहास कार्यहरू कस्ता होलान् त? अनि कानुन युवा क्लब चाहिँ यी कारणे चाहिँ काने स्थापना जाटा चाहिँ संस्थापक चाहिँ हाले कानको यी कारणे चाहिँ आसी जाटा दे चाहिँ मेनो लाङगुङ विकास र प्रगतिको लागि चाहिँ काने स्थापना जात चले वदिखेर 2045 साल लो आलाङाले कानुन युवा क्लबको नाम चाहिँ जनहित लाङ्गाली युवा क्लब आले र अब चाहिँ नयाँ जेनेरेसनको के चाहिँ काने या चाले कानको चाहिँ अब इर्कुजा चाहिँ बुढेसकाल छ ओछानङ अब नयाँ बाबुकै चाहिँ जातले दिएछ कानु चाहिँ ठुलो चाहिँ आसले चाहिँ जातनुनले जात नै नुङ्ग्याले लाङुङ विकासको लागि चाहिँ जातके पोस्टले हाम्रो क्लब चाहिँ 2045 सालमा
स्थापना भएको हो। पछि यो क्लब चाहिँ निनास गाउँपालिकाको कार्यालयमा चाहिँ 2077 सालमा वैधानिक रूपमा दर्ता गरी सक्रिय रूपमा सञ्चालन भइरहेको छ। हाम्रो क्लबले चाहिँ आफ्नो स्थापना कालदेखि अहिलेसम्म निरन्तर रूपमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ। जस्तो दसैँमा चाहिँ हाम्रो विविध सांस्कृतिक कार्यक्रम हुन्छ, अनि तीजमा चाहिँ भलिबलको कार्यक्रमहरू हुन्छ, युवा लक्षित, अनि माघे सङ्क्रान्तिमा चाहिँ हाम्रो कौरा यो विभिन्न सांस्कृतिक कला संस्कृति झल्किने कार्यक्रम हुन्छ भने यो फागु होली पूर्णिमा चाहिँ हाम्रो होली खेल्ने चलन छ र हाम्रो नयाँ वर्ष पनि मनाउने चलन छ। नयाँ वर्षमा चाहिँ हाम्रो एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदानको कार्यक्रम हुन्छ। हाम्रो क्लबले चाहिँ विगतको वर्षदेखि नै यहाँको पुरानो कला संस्कृति जोगाउनको लागि जस्तो दसैँमा रोटेपिङ हाल्छ हाम्रो, यो क्लबकै पहलमा धेरै समयपछि फेरि पुनः हाल्न सफल भएका छौँ। त्यसै गरी हाम्रो यो क्लबकै पहलमा अहिले निकै यो हरिनास वरिपरि स्याङ्जादेखि लिएर पोखरा तनहु यो आसपासको क्षेत्रमा निकै चर्चामा आउन सफल पञ्चेबाजा पनि हाम्रो क्लबको नै पहलमा भएको। त्यो पनि हाम्रो युवाहरूलाई थोरै भए नि आम्दानीको स्रोत जुटाउने एउटा माध्यम भएको छ। यो हाम्रो क्लबले विभिन्न कार्यक्रम गरेर उहाँहरूलाई त्यो स्थानसम्म पुर्याउन सफल भएको जस्तो लाग्छ। हामीले चाहिँ अझै पछिल्लो समयमा चाहिँ क्लबले के गर्न सकिन्छ त, अन्य विकास निर्माणदेखि लिएर यहाँको नयाँ भाइ बहिनीहरूलाई आउने पुस्तालाई चाहिँ अझै राम्रो यहाँको भाषा कला संस्कृति जोगाउनेदेखि लिएर उहाँहरूको विभिन्न उहाँहरूलाई राम्रो बनाउनको लागि चाहिने आवश्यक सरसल्लाह यहाँको पुरानो अग्रजहरूसँग सल्लाह लिएर अझै क्लबलाई नयाँ दिशामा अगाडि लैजाने अनि क्लबको नयाँ आफ्नै छुट्टै भवनहरू बनाउनेदेखि लिएर आवश्यक पर्ने अन्य भौतिक फर्निचरदेखि लिएर सबै स्रोत साधन चाहिँ हामी जुटाउने बनाउने हाम्रो लक्ष्य रहेको छ भविष्यमा। परम्परागत पेसागत संस्कारका रूपमा रहेको भारतीय सेना तथा ब्रिटिस सेनामा भर्ती हुने र रोजगारीका लागि विदेश जाने संस्कारलाई तोड्दै आजभोलि शिक्षक सेवा आयोग र निजामती सेवा लगायतका सरकारी सेवाप्रति पनि यस गाउँका युवा युवतीहरूको आकर्षण बढेको पाइन्छ। यसले देशमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको छ। साथै राष्ट्रसेवक कर्मचारीहरूको क्षमतालाई बसाइसराईले रित्तिएको गाउँ विकाससँग जोड्नु आजको आवश्यकता समेत हो। राष्ट्रसेवक कर्मचारीहरूबाट पनि गाउँले केही अपेक्षा राख्ने गरेको छ। नमस्कार जोडले, म भुवन थापा, हाल कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशमा कानुन अधिकृतको रूपमा चाहिँ कार्यरत छु। म निजामती सेवामा 2079 सालमा चाहिँ प्रवेश गरेको हुँ। नमस्कार, म गगन थापा सिन्धली मगर, हाल चाहिँ म बन्दीपुर गाउँपालिकामा सहायक लेखापालको रूपमा कार्यरत छु। म 2076 सालदेखि बन्दीपुर गाउँपालिकामा लेखापालको रूपमा कार्यरत थिएँ। धन्यवाद। निजामती सेवा खास गरी ब्युरोक्रेसी होइन, हाम्रो यो स्याङ्जा जिल्लाको दक्षिण भेगमा चाहिँ अलिकति कमै जस्तो लाग्छ। काठमाडौँ बस्दा पनि मैले होइन त्यतिखेर बल्ल थाहा पाएँ कि निजामती सेवा के रहेछ भनेर होइन। साथीहरू पढेको देखेर म यतातिर होइन निजामती सेवातिर चाहिँ जान इच्छुक भएर त्यतैतिर ढल्केँ। यसले तपाईँको यो हाम्रो समाज होइन, हाम्रो गाउँठाउँ, हाम्रो राष्ट्रको लागि चाहिँ एउटा शिक्षित युवाहरूको खाँचो अथवा शिक्षित युवाहरूलाई चाहिँ तपाईँको मेरिट सिस्टमबाट चाहिँ होइन सेलेक्सन गरेर लाने एउटा सेवा भएको कारणले गर्दाखेरि यो अत्यन्तै राम्रो अनि महत्त्वपूर्ण छ। पक्कै पनि उहाँले भन्नुभयो जस्तै अहिलेको यो बदलिँदो युगमा जुन चाहिँ दिनदिनै चाहिँ परिस्थिति परिवर्तन भइरहेको युगमा एउटा स्थायी सेवाको रूपमा चाहिँ नेपाल सरकारको अथवा नेपाल देशको आमाको चाहिँ सेवा गर्नको लागि निजामती सेवा चाहिँ एउटा उपयुक्त चाहिँ हामीलाई चाहिँ फोरम हुँदैछ भन्ने कुरो चाहिँ सबै हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ म आग्रह गर्न चाहन्छु। निजामती सेवाभित्र गइसके पछाडि यसमा चाहिँ व्यक्तिगत होइन एउटा आफ्नै बेनिफिट त छँदैछ,
त्यसले गर्दाखेरि हाम्रो त्यो सँगसँगै पारिवारिक रूपमा पनि अलिकति राम्रो हुन्छ। त्यो सँगसँगै तपाईँको यो राष्ट्रको लागि पनि तपाईँको धेरै महत्त्वपूर्ण हुनेछ। खास गरी मेरो विचारमा म निजामती सेवामा जाँदाखेरि मैले केही कुराहरूलाई चाहिँ विचार गरेर गएको थिएँ। खास गरी अब त्यसमा जाँदाखेरि एउटा हामी पहिलो कुरा खोज्छौँ होइन, के कसरी हामी अब स्टेबल हुनको लागि पढाइसकेपछि धेरै साथीहरू विदेश गइराख्नु भएको छ होइन, त्यसलाई चाहिँ अब मध्यनजर गर्दाखेरि मैले नेपालमै बसेर के गर्न मन भएर मैले निजामतीतिर लागेँ। त्यसमा पनि मैले मेन 3-4वटा कुराहरू, एउटा चाहिँ तपाईँको प्रेस्टिजको कुरालाई लिएर म निजामतीतिर छिरेँ। अर्को भनेको तपाईँको फाइनेन्सियलको कुरा छ होइन, सिक्युरिटी छ। त्यस पछाडि हामीले चाहिँ अब त्यहाँ गइसके पछाडि अथोरिटी हामीले अधिकार प्रयोग गर्न पाउँछौँ होइन, अनि सस्टेनेबलका कुराहरू पनि छन्। यी यावत कुराले गर्दाखेरि निजामतीतिर लाग्न मनले चाहिँ मैले त्यो अनुसार चिताएर म त्यतितिर गएँ। अहिले चाहिँ त्यही अनुसार सफल पनि भएँ। केही युवाहरूले परम्परागत कृषि प्रणालीको सट्टा कृषिमा आधुनिकीकरण गर्ने प्रयास पनि गरिरहेका छन्। कृषिमा आधुनिकीकरणसँगै उत्पादनको उचित बजार व्यवस्थापन तथा बजारीकरण गर्न सकेको खण्डमा करङसोरा गाउँलाई कृषिमा अगाडि लैजान सकिने सम्भावना देखिन्छ। कृषि, संस्कृति र प्रकृति, एग्रिकल्चर, कल्चर, नेचरको अनुपम सम्भावनालाई यहाँका गाउँलेहरूको जीवनस्तर समृद्ध बनाउन कसरी अगाडि बढाउन सकिएला। यो ठाउँमा विभिन्न यहाँका आर्थिक गतिविधिहरूमा खास गरेर वैदेशिक रोजगार, यहाँका कृषि र वन पैदावार र जडीबुटी प्रमुख रहेको छ र त्यस्तै यहाँका जलस्रोतलाई पनि यहाँ प्रमुख आय आर्जनका प्रमुख रूपमा लिन सकिन्छ। यहाँ विद्युतहरू उत्पादन भइरहेको छ जलस्रोतबाट। त्यस्तै यहाँको पानीहरूलाई प्रयोग गर्न सकियो भने यहाँ विभिन्न कृषि पैदावारहरू उत्पादन गर्न सकिन्छ। जलको हिसाबले पनि यहाँ प्रशस्तै धनी भएको ठाउँ हो। यहाँ विभिन्न यो मूलहरू रहेको ठाउँ हो र यसमा यो जललाई प्रयोग गर्दै हामीले आफ्नो लिफ्टिङ खानेपानीको काम गरिरहेका छौँ। त्यस्तै यहाँ हामीसँग असाध्यै राम्रो यो साल झन्डै यो हरिनास गाउँपालिकामै हामी सबभन्दा धनी 44 हेक्टर जमिनमा हामीले यो सालको काठ सामुदायिक वन उपभोक्ता मार्फत उत्पादन गरिरहेको ठाउँ हो। यसलाई सही किसिमले सदुपयोग गर्न सकियो भने यहाँको आर्थिक विकासलाई अझै धेरै माथि लान सकिन्छ। यसको लागि हामीलाई विभिन्न प्राविधिक सहयोगहरूको आवश्यक हुन्छ। यहाँ दक्ष जनशक्ति उत्पादन गर्नको लागि हामीले पहल गर्नुपर्ने हुन्छ। त्यस्तै जडीबुटीका सम्भावनाहरू छन्। यस गाउँमा जीवन्त रहेका मौलिक तथा रैथाने गीत तथा नाचहरूलाई यसै गाउँका स्थानीय कलाकारहरूको जीवन निर्वाह र आम्दानीसँग जोड्न सकेको खण्डमा गाउँमै स्वरोजगारीको अवसर पनि सिर्जना हुने र त्यस्ता मौलिक र रैथाने गीत तथा नाचहरूको संरक्षण पनि हुनेछ। साथै यस्ता गीत तथा नाचहरूको अध्ययन र अनुसन्धान गर्न आउन चाहने अनुसन्धानकर्ता तथा अध्येताहरूका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्नेछ। यस्तै यस गाउँको स्थानीय तथा रैथाने कृषि उत्पादन, पशुपालन र फलफुल तथा तरकारी खेतीबाट उत्पादित वस्तुहरूलाई पर्यटनसँग जोड्नका लागि होमस्टे कार्यक्रम सञ्चालन गरी यहाँको सम्भावनाहरूलाई उजागर गर्न करङसोरावासी तयारीमा जुटेका छन्। नमस्कार, म प्रीति थापा मगर, म एस श्री चन्द्रज्योति आमा समूहको पूर्व अध्यक्ष। नमस्कार, म रविना थापा मगर, वर्तमानको अध्यक्ष। हामीले चाहिँ यस आमा समूहमा विभिन्न लाउरेहरू आउँदा पूजा आजा बिहा बर्तनमा नाचगान गरेर विभिन्न तरिकाले आय आर्जन गर्ने गरेका छौँ। हामीले भवन पनि निर्माण गरिसक्यौँ अनि अहिले रोड पनि निर्माण गरिसक्यौँ। त्यसका साथै हामीले हाम्रो आमा समूहको रकमलाई चाहिँ यस पोलमा बिजुली जडान गर्न उपयोग पनि गरेका छौँ। जति पनि हामीलाई सहयोग गर्नुभएको छ, देश विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद गर्न चाहन्छु। हाम्रो गाउँमा चाहिँ खाने पानी, बिजुली, स्वास्थ्य सम्पूर्ण कुराको सुविधा भएको कारणले हामीले भावी योजनामा चाहिँ होमस्टे निर्माण गर्ने योजना गरेका छौँ। त्यसको लागि सम्पूर्ण देश विदेशमा हुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। चन्द्रज्योति आमा समूहका आमाहरूले
भने झैँ करङसोरावासी होमस्टेको सपना साकार पारी पर्यटन प्रवर्धनको तयारीमा छन्। कृषि, संस्कृति र प्रकृतिसँग रमाउँदै अर्गानिक स्वाद अनुभवका लागि चन्द्रज्योति आमा समूह, जनहित लाङ्गाली युवा क्लब साथै करङसोरावासी तपाईहरूको प्रतीक्षा गरिरहेको छ। पूर्वको लाली घामसँगै सखारै पिरती लाउँछ करङसोरा, पूर्वको लाली घामसँगै सखारै पिरती लाउँछ करङसोरा, सोरठी झ्याउरे कौरा गीत गाउँछ करङसोरा, सोरठी झ्याउरे कौरा गीत गाउँछ करङसोरा। सुन जस्तै फल्छ सुन्तला यो गाउँमा, सुन जस्तै फल्छ सुन्तला यो गाउँमा, सिर्जना कर्ममा रमाउँदै उकाली ओह्राली धाउँछ करङसोरा, पूर्वको लाली घामसँगै पिरती लाउँछ करङसोरा। हाम्रो करङसोरा गाउँको डकुमेन्ट्री भिडियो हेरिदिनु भएकोमा हार्दिक धन्यवाद।